थैलाडा यहाँ खन्याएर त्यस खाल्टोमा हालेपछि त्यसै फेरि पानी हाल्दामा तुर पानी हालिदियो त्यसैको तातेर पनि उम्रिन्छ क्या चिसोले मात्र उम्रिन्छ अहिले मान्छेहरूले मैले हेरिसकेको छु अब 10-15 दिन त्यो काउलीमा पानी हाल्नु हुँदैन पानी हाल्छ माथि अलिकति हुन्छ यो माटोमा चिसो रहन्छ तल र त्यो ठिक्क 15 दिन 20 दिनमा सुक्यो क्यारे भनेपछि पानी हालिदियो भने झर्र परेर उम्रिन्छ माथि आउँछ भने नत्र चिसाले तल चिसै छ फेरि माथि पानी हाल्दा ज्यादै चिसो बढी चिसो हुन्छ त आउँदैन तात्न नि पर्यो सेलाउन नि पर्यो मैले चाहिँ म खेती गरेका थिएँ मलाई थाहा छ यो बुढाले के पनि गरेको छैन किन होला यसले ऊ गरे भनेर भन्ला त्यो होइन बिग्रेला मलाई नै बिग्रिन्छ कि भन्ने डर छ माटो हेरेर हुन्छ रात माटो सुक्यो भने अनि अलिक एकफेर पानी हाल्नु र बालुवा माटोको त तल चिसै हुन्छ माथि ओभा हुन्छ पानी हालिदिएपछि चिसा सड्न गइहाल्छ चिसो सड्न गइहाल्छ चिसा सर्छ क्या सड्छ र चिसा रहन्छ फेरि माथि ओभाउनु भइहाल्छ ओभाउनु भएपछि फेरि पानी हाल्यो तल चिसा कहिले रपक्क तात्न मैले चाहिँ त्यसरी खेती गरेको थियो म गोलबेडा यस्तो तालले बनाउँदै र मैले नै बोलाएँ 1-2 डोका दिनको गोलमा बेच्थेँ अहिले छोराले गर्छ छोराले गरे भने मलाई गाली गर्छन् अनि चुबौ लगाएर कति गोलबेडा तातो आजभरि तात्दै छ त्यहाँ पानी हालिरहनु त्यो एउटा बुटो चाहिँ त्यसलाई रोग लाग्यो त्यो अरू चाहिँ भएको छ एउटा चाहिँ त्यो जसकै हाले पनि आउँदैन एउटा बुटो भएको छ रोग एउटा रोग हुन्छ बुटो रोग हुन्छ अथवा त्यसमा चिसो पालिस मिल्दैन भने तिमीलाई तँलाई मैले भन्न त मलाई त कहिल्यै पनि मैले सिकाउनु लाग्यो यसो गर्न पर्ने भनेर भनेको भएन नि चुवालाई अनि तोरी ल्याउनु लगाएको त्यो मुन्नाबाट यो तल्ला जागत उम्रिसक्थ्यो ल्याएको ल जहिले उम्रिसक्यो अरे त्यसो त अभ्य गऱ्यो भनेर भनेपछि त्यो तोरी त्यसै भइसक्यो यहाँ ठाउँमा मैले हेरेको थिएँ यताबाट हेर्दाखेरि कसको बारीमा कस्तो कुन टाइममा के हुँदो रहेछ अहिले वर्ष यो चम्सुरीको बारीमा त्यो सिराना रामकुमार सिरानो पाटोमा चाहिँ तोरी हुन्छ मलाई थाहा भयो अनि बिस्नेको 3टा सुर्खा त्यहाँ लाछ त्यो पनि थाहा भयो अन्त चाहिँ ला पनि छैन पो चाहिँ धेरै नै